मेरो च्यानल कसरी उड्यो त? के भएर उड्यो त? किन उड्यो त? किन युट्युबमै छैन त? एउटा भिडियो पनि छैन। किन सर्च गर्दा छोड्छ भने होला होइन, छोड्दिनँ क्या। कुकुरले हड्डी छोड्ला मैले। सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै छु। र मेरो आज चाहिँ यो रहेको छ सेकेन्ड भ्लग भनौँ होइन, सेकेन्ड भिडियो। सो अनि त्यसपछि आजको भिडियोको थम्बनेल टाइटल हेरेर पनि थाहा पाइसक्नुभयो होला के को भिडियो रहेको छ भनेर होइन। बसेर राति यो किराहरू कस्तो कराइरहेको क्या। हैट गर्मी। फेरि हेर्नु न यताको भ्यू। पहिला मैले अर्को च्यानल हुँदा गर्ने, अनि आज पनि त्यही रहेको छ। मेरो च्यानल कसरी उड्यो त? के भएर उड्यो त? किन उड्यो त? किन युट्युबमै छैन त? एउटा भिडियो पनि छैन। किन सर्च गर्दा भेटिँदैन? त्यो सबै एक्सप्लेन गरिदिनेवाला छु। र पहिला म यतै आएर भिडियो गर्थेँ है, किराहरू कराइरहेको छ अहिले चाहिँ। सो त्यही बारेमा भन्नेवाला छु होइन। सो किन गयो युट्युब च्यानल, किन होइन, के कारण त हुन्छ नि त। अब के कारणले गयो, आफै गयो कि आफै त जाँदैन, युट्युबले त्यसरी गर्दैन होइन। त्यो सबै एक्सप्लेन गरिदिनेवाला छु। सो यो सेकेन्ड भ्लग भनौँ, बसेरै कुरा गर्नेवाला छु। गर्मी लास्ट क्या, गर्मी चाहिँ होइन। अहिले म यता घर आएको छु भनौँ न, गाउँ भनौँ होइन। सो म कहाँ बस्छु त्यो अब अर्को अगाडिको भ्लगमा त्यो अघिल्लो च्यानलमा थियो होइन। अब त्यहाँ पछि मैले डेली भ्लग गरेको थिइनँ होइन, अलिअलि कहिले काहीँ गर्थेँ। अब त्यो तपाईँहरूलाई एक्सप्लेन बिस्तारो गर्नेछु है। अहिले चाहिँ त्यही कुरो जुन टपिक थियो त्यसलाई नै कुरो अगाडि बढौँ है। लगभग भिडियो नगरेको नि थुप्रो भयो। हात पनि लास्ट गल्ने क्या, एकैछिन पनि रोकिन नसक्ने भइसक्यो है हात। त्यो पहिला त बानी भइसकेको थियो नि त। म त पहिला भ्लग गर्दा कस्टम क्या पुरै गर्थेँ भने नि त्यस्तो थियो कि होइन। अहिले चाहिँ त्यो हात दुख्ने भइसक्यो क्या अलिकति समाउँदै। सो अब भनौँ के कारणले गयो भन्दाखेरि चाहिँ मेरो युट्युब च्यानल जानुमा चाहिँ सो मेरै गल्ती भनौँ अब होइन। मेरो पनि गल्ती त खासै होइन। युट्युबले किन हटायो भन्दा चाहिँ म जस्ट उताबाट आइरहेको थिएँ होइन। बेलुका सानो काम थियो, अनि त्यहाँ गएर आएँ। अनि बेलुका आएर चाहिँ युट्युब च्यानल खोलेँ होइन। युट्युब च्यानल खोल्छु, अनि त्यसपछि युट्युब च्यानल खोलेँ, सिङ भने गऱ्यो क्या। अनि त्यो 2-3 ताल भनौँ मैले, अनि यता साइडमा गरेँ। अनि त्यसपछि भन्यो कि 29 दिनमा तेरो कि त आइडीको एज चेन्ज गर, कि त भने के भन्छ नागरिकता डकुमेन्टको फोटो राख, कि त भने उ गर भन्यो क्या। के अरे त्यो भिसा कार्ड लगाएर उ गर, आइडी भेरिफाई गर भनेर भन्यो होइन। अनि त्यसपछि मैले गएँ, अनि सर गएर मेरो एज चेन्ज गर्न मिलेन होइन। एज कम भएर क्या आइडी गएको भनेको चाहिँ एजको कारणले है। सिधा भन्नुपर्दा एजको कारणले एज चाहिँ मेरो 13+ बसेको रह क्या। मैले कसम मैले त्यतिखेर नबुझेर हालेँ कि होइन। मैले 70+ हालेको जस्तो लाग्छ क्या त्यतिखेर च्यानल बनाउँदाखेरि। अनि अहिले त्यहाँनिर रहेछ 30+। त्यो चेन्ज गर्न मिलेन होइन। अनि त्यो जिमेलमा गरेँ, मिलेन होइन। जिमेलमा काहीँ पनि थिचेन। अनि त्यसपछि युट्युबबाट आफै उड्यो क्या एकैछिन। त्यो भन्ने बित्तिकै युट्युबबाट उड्यो। अनि त्यसपछि युट्युबबाट उडेपछि मैले अर्को फोनबाट लगइन गरेँ। अनि त्यसपछि भएन। अनि त्यसपछि त्यो जिमेलको नि उड्यो है। अनि जिमेलको उडेपछि अब त छैन कि, अब त मलाई पासपोर्ट पनि राम्रो अझ त्यही रह है। मैले याद चाहिँ अब त्यस्तो चाहिँ थिएन होइन। त्यही पासपोर्ट हाने होइन, जिमेल नि हाने, पासपोर्ट नि हाने। अनि लास्टमा भन्यो भेरिफाई गर भन्यो। एजको मिलेन है। एज मिले आयो त त्यत्तिकै मिल्थ्यो पनि हुन्थ्यो पनि होला होइन। एज चाहिँ मिलेन क्या। अनि एज नमिलेपछि मैले डकुमेन्ट हालौँ न त भनेर सर अब जुन हाल्दा नि भइहाल्छ नि भन्ने भएर नागरिकताको ठक्क अगाडिको फोटो हाल्ने है। अनि हाल्दैछु त्यस्तै 3-4 घन्टामा होला बेलुकातिर एउटा ऊ आयो, सर हेरेको ऊ भयो क्या, मिलेन भनेर। त्यहाँको त अब नेपाली इङ्ग्लिस पनि त मिलेन भनिदियो। अनि त्यसपछि लु यो पछाडिको चाहिँ हाल्नु पर्यो भनेर फेरि पनि मैले ऊ गरेर अनि पछाडिको इङ्ग्लिस डेट हाल्ने होइन। इङ्ग्लिस डेट हालेपछि अनि त्यो पनि भयो, त्यो पनि रिजेक्ट हान्थ्यो क्या। अनि त्यसरी त्यो 2टा रिजेक्ट हानेपछि त पुरै क्या जति हान्छु मैले बसेर जति मैले त्यहाँनिर हान्छु नि त्यति रिजेक्ट क्या। रिजेक्ट हान्दियो होइन।
2 दिन जति चाहिँ हाने होइन। अनि त्यसपछि 2 दिन भन्दा नि त्यो हाने गरिनँ क्या। अनि त्यो सबमिट हुन्छ हान्यो अनि गयो, भेरिफाई हुँदैन क्या। अनि त्यो भयो होइन, 2 दिन जति त्यो भयो। अनि गरेँ, अनि लास्ट एकचोटि गरेँ, त्यो पनि भएन। डेट अफ बर्थ त्यहीँको हानेछ, मेरो नागरिकताको हानेछ होइन। त्यसको हानेर उता त्यही हान्छु, अनि त्यसको फोटो पठाउँदा नि भएन भन्छ क्या, मिलेन अरे त्यहाँको। र अनि त्यो के हो युट्युबले नबुझ्यो कि, अनि छोडिदिएँ मैले होइन। अनि त्यसपछि 29 दिनको दिएको थियो, अनि 17 दिन अस्ति भन्थ्यो होइन। अहिले थुप्रो भइसक्यो, अब त्यस्तै समथिङ 1 हप्ता होला होइन त्यो युट्युब च्यानल उड्न चाहिँ। अनि युट्युब छैन, युट्युब जसकोबाट सर्च गर्दा नि हुन्छ, रुद्रप्रसाद सिग्देल 18 थियो होइन, त्यो छैन, आइडी नै छैन क्या। मैले कतिचोटि खोजेँ युट्युबबाट हटाएँ होइन। अनि त्यसपछि अब लास्ट अप्सन के छ भने भिसा कार्ड छ है। भिसा कार्ड भयो भने चाहिँ समथिङ छिटै हुन्छ, त्यहाँ उ गरिरहेको थियो क्या। अनि यति चार्ज पनि काट्दो रहेछ, अनि चार्ज चाहिँ रिफन्ड हुन्छ भने त्यसको केही भएन होइन। तर मसँग भिसा कार्ड छैन क्या, मसँग होइन। यहाँ मैले चिनेको मान्छे होइन, अब त्यो त्यस्तै हुँदो रहेछ भनौँ न। अब कतिलाई मैले म्यासेज गरिसकेँ, कसैको छैन भन्छन् होइन। अब भएर पनि छैन भने हुन् कि। अनि त्यो भिसा कार्ड भयो भने चाहिँ हुने सम्भावना रहेछ, तर त्यो अब त्यो छँदा नि छैन। अब त्यही कारणले उड्यो क्या मेरो अब युट्युब च्यानल चाहिँ। अब चाहिँ 7 दिन छ, अब 7 दिनमा कसको चाहिँ खैर होइन। त्यो जस्ट केही चाहिँदैन, भिसा कार्डको नाम, त्यो नम्बर हुनु पऱ्यो, अनि नाम हुनु पऱ्यो, अनि उसको जिमेल हुनु पऱ्यो। अनि त्यस्तै भएपछि त्यहाँबाट $1 समथिङ काट्छ होला, त्यहाँ भनेको होइन। जस्ट काटेको पैसा मेरो युट्युब च्यानल ब्याक भएपछि रिफन्ड त्यो पनि हुन्छ भनेको हो क्या। त्यो भन्दा नि मैले धेरैतिर होइन, धेरैतिर उ गरेँ, तर कसैले पनि भएर हो कि नभएर थाहा भएन होइन। मैले चिनेको मान्छेहरूसँग सायद रहेनछ होइन। अलि मैले गरेँ होइन, तर त्यो पनि भएन, अनि त्यही भएर छोडिदिएको। अब चाहिँ यस्तै रहेछ भनेर होइन। अब नयाँ खोलेको छु, अब यसलाई जस्ट त्यो सब्सक्राइबर लास्ट टाइम त्यो 1K 2K सम्म चाहिँ लास्ट गरेको मैले भिडियो पनि डेली हालेको थियो। त्यसपछि मैले अलिअलि भिडियो पनि हालेँ होइन, भ्युज पनि राम्रै गए। म पछि कस्तो होइन, पछि भिडियो हेर्दा म छक्क परेँ क्या, त्यस्तो भ्युज गएको रहेछ, राम्रो भएको रहेछ होइन च्यानल पनि। अनि त्यसपछि 5K पुगेको थियो, 5K सम्म पुग्दा 2Kसम्म मैले मजाले गरेँ हो। त्यसपछि कहिलेकाहीँ सर्ट हाल्ने त्यो गरेर 5K पुगेको हो। यस्तो दामी ग्रो हुँदै गएको थियो च्यानल होइन। अब भ्लग स्टार्ट गर्छु हाल्छु भनेर म सोचिरहेको थिएँ होइन, ठ्याक्क आइडी उठ्दियो क्या। अनि त्यही भएर सो केही छैन, अब नयाँमा झन् राम्रोसँगले अगाडि बढ्नुपर्छ होइन। अब टक्क नयाँ सोच, नयाँ विचार लिएर होइन, नयाँ कन्टेन्ट अलिकति पहिला त भिडियो त बनाइयो नि। अब पहिला के बनाइयो भिडियो त होइन। अब जस्ट भिडियो दिनकै बनाइन्थ्यो, न कन्टेन्ट न केही थाहा छैन क्या, हावातालमा नि बनाइयो, कति रमाइलो पनि भयो। अब अहिले त्यो भिडियो हेर्न छैन होइन, कुनैमा केही गर्यो, कुनैमा केही जे होस् ठिकै त्यतिको होइन। मैले अहिलेसम्म लगभग 3टा च्यानल जति उ गरिसकेँ क्या, 3टा च्यानल खोलिसकेँ। 3टै उड्या त होइन, एउटा उड्यो पहिलाको, अनि त्यो दोस्रो त मैले छोडेँ होइन। त्यो अलिकति इस्यु आएर त्यस्तै भएर मैले छोडेँ। त्यो त अझै पनि छ, त्यो सर्च गऱ्यो भने अहिले त्यही च्यानल आउँछ। सो अहिलेको चाहिँ अब उड्यो होइन, यो चाहिँ 4थो च्यानल भनौँ। म जति होइन, अब यसरी उड्छ भने म जति उड्छ त्यति बनाउँछु होइन। छोड्छ भने होला होइन, छोड्दिनँ क्या, कुकुरले हड्डी छोड्ला, मैले युट्युब च्यानल छोड्दिनँ क्या। 3टा गइसक्यो, अझै पनि म 4वटा हो क्या यो च्यानल। सो अब यसमा चाहिँ राम्ररी गरौँ भन्ने कुरो हो है। यो पनि अब भयो भने चाहिँ अलिकति फेरि खोल्छु म खोल्न चाहिँ होइन। सो त्यही हो, अब चाहिँ मैले नि सोचेको हो अलिकति कन्टेन्ट गरेर हाल्नेछु है। सो त्यही नै हो, धेरै कुरा सिकियो होइन। यतिको समयमा धेरै कुरा सिकियो अनि पहिला चाहिँ अलिकति त्यस्तै तालमा बनाइन्थ्यो है, भिडियोहरू नबनाने होइन, डेली पनि बनायो, अलिकति त्यस्तै थियो। अब राम्रोसँग सुधारेर जान्छु है। सो सब्सक्राइब नगर्नु भएकोले सब्सक्राइब सपोर्ट गरिदिनु होला। सो त्यही हो, अब राम्रो भिडियो सोचिरहेको छु होइन, त्यही कन्टेन्ट भएको बेला बनाउँछु। सो अहिले चाहिँ म गाउँ आएको छु, अब 2-3 दिनपछि जान्छु पनि होला है म। सो त्यही हो, कहाँ बस्छु भन्दा चाहिँ म सिन्धुली बस्छु। सो कोही हुनुहुन्छ भने कमेन्ट गर्नु होला। सो अनि त्यसपछि गाउँ आएको है, गाउँमा चाहिँ अति नै गर्मी क्या है। अहिले चाहिँ हल्का शीतल भएको, अब त घाम पनि गइसक्यो, त्यही भएर होइन हल्का देख्न सक्नुहुन्छ। म पहिला पनि यतै आएर भिडियो बनाउँथेँ अहिले नि, अनि अति क्या गर्मी त आम्मा। यो कपालले गर्दा नि यस्तो गर्मी भइरहेछ कि होइन, कपालदेखि नि रिस उठिरहेछ होइन। म त्यो
चल्यो भने खुइल्याइदिन्छु, तालु हानिदिन्छु। लास्ट सो त्यही नै हो। अब आजलाई चाहिँ म भिडियो यतैतिर इन गर्छु होला है। सो त्यही हो, सपोर्ट चाहिँ गरिदिनु होला। त्यही भएर उडेको थियो मेरो च्यानल। आज यही भन्न आएको थिएँ के कारणले उड्यो भनेर होइन। तपाईँहरूलाई नि भनिदिउँ न, त्यत्तिकै त उड्दैन, युट्युबले त्यत्तिकै उडाउँदैन भन्ने थियो होला। सो त्यही हो, एजकै कारणले भनिदिउँ अब होइन। सो त्यही नै हो। अब आजलाई चाहिँ भिडियो यति नै हुन्छ। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब, हिट द बेल आइकन भन्दै बिदा लिन चाहन्छु। हस् त, जय नेपाल।